दङ्गीशरण गाउँपालिका वार्ड नम्बर 4 मा रहेको हाम्रो यो सती देवी भन्छ के भन्छ सती देवी मन्दिर हेर्नुस् सबैजनाले यसरी हामीले आज अवलोकन गर्दैछौँ। हाम्रो स्थानीय भाषा स्थानीय पाठ्यक्रममा पनि यिनी कुराहरू हाम्रो बालबालिकाहरूलाई देखाउनु पर्ने आवश्यकता भएको हुँदा यसरी हामी आज हाम्रो हेरसर र म आएर यसरी अवलोकन गर्दैछौँ सती देवी मन्दिरको। सती देवी हाम्रो यो हेर्नुस् यहाँ चौधरी जातिहरूको यसरी म तपाईँलाई देखाउँछु। हाम्रो यहाँ यसरी बस्नु भएको रहेछ बुढी आमा के हेर्नुस् त यहाँ सती देवी हो। सती देवीको मूर्ति पनि रहेछ यहाँ हेर्नुस् है। यसरी दृश्यहरू देखाइरहेको छु मैले। सती देवीले नुहाउने ठाउँ ए माघीमा नुहाउने ठाउँ हेर्नुस् यो मन्दिर मेन मन्दिर यहाँको यही रहेछ। मेन मन्दिर भित्र भगवान हुनुहुन्छ बस्नुभएको छ यसरी भित्र। कुन मन्दिर मूर्ति हो त्यहाँ म्याडम? के भयो विष्णुको जस्तो पनि बुद्ध जस्तो पनि छ हैन? बुद्ध जस्तो पनि छ। श्री सती स्मारक बैबाङ दाङ सती देवी मन्दिर लेखेको छ हेर्नुस् यहाँ शिलालेखहरूमा तपाईँले देख्न सक्नुहुन्छ। तपाईँहरू पनि यसरी आएर अवलोकन गर्न सक्नुहुन्छ। यता सती देवीले नुहाउने ठाउँ अतिर हामी जाँदैछौँ माघीमा सती देवीले नुहाउने ठाउँ। यहाँ चाहिँ शिवजीको मन्दिर पनि रहेछ। शिवजीको मन्दिर हेर्नुहोस् देख्न सक्छौँ हामीले शिवजी मन्दिर। यहाँ शिवजीको बसा साँडे पनि हामीले देख्यौँ। अब सती देवीले नुहाउने ठाउँ माघीमा माघी पर्व चौधरी जातिको ठुलो पर्व भनेको माघी हो। माघीमा सती देवीले यहाँ नुहाउने ठाउँ हेर्नुहोस् त यसरी तलाउ रहेछ। यसरी नुहाउने ठाउँ यहाँ बनाइएको रहेछ हेर्नुहोस् है। ए उता पनि रहेछ है ठुलो ताल हेर्नुहोस्। सती देवीले नुहाउने माघीमा नुहाउन आउने ठाउँ यही रहेछ हाम्रो यो दङ्गीचरण 4 बैबाङमा। यता पनि ठुलो ताल रहेछ। हेर्नुहोस् सती देवीले नुहाउने गराएको ताल। यहाँ नि बिरुवाहरू पनि रोपेका रहेछन्। यहाँ बस्ने ठाउँ पनि बनाएको रहेछ है सती देवीले नुहाइसकेर कपडा सपडा फेरेर बस्ने ठाउँ होला यो पक्कै पनि घाम ताप्ने ठाउँ रहेछ। यसरी बनाएको रहेछ यहाँ पार्क होइन। आज हामी यहाँको दृश्य अवलोकन गर्दैछौँ। ल हेर्नुहोस् यो दङ्गीचरण गाउँपालिका वार्ड नम्बर 4 को बैबाङ भन्ने ठाउँ हो यो। सती देवीको मन्दिर छ यहाँ हेर्नुहोस्। हामीलाई पनि आएर हेर्न रहर थियो आज त इच्छा पुरा भयो। उता पनि घरहरू बन्दै रहेछन् नयाँ नयाँ घरहरू बन्दैछ अझै पनि सजावट यहाँ काम जायर नै रहेछ। त्यो चाहिँ के को हो भाइ त्यसलाई के भन्छ? त्यो रुखलाई बरको बुटा हो त्यो बरको बुटा। यसरी हेर्नु त्यहाँ अनि त्यो उसलाई मूर्तिलाई के भन्यो? सती देवी सती देवीको मूर्ति हेर्नुहोस्। अलिकति भिडियो हल्लियो। सती देवीको मूर्ति यहाँ रहेछ यसरी। यिनी यहाँ पिपलका रुखहरू छन् यसरी फुलहरू यहाँ सजावट हुँदै रहेछ। ल